हाई यो नेपालको मुक्तिनाथको मन्दिर अनि हामी 2024 मा नेपाल गएको बेलामा मुक्तिनाथ दर्शन गर्न गएको होइन यति राम्रो ठाउँ रहेछ नि यति राम्रो ठाउँ अनि त्यहाँ दर्शन गर्नुभन्दा अगाडि मान्छेहरूले त्यहाँ नुहाएर अनि त्यसपछि कुण्डमा पनि दुईटा कुण्ड रहेछ कुण्डमा पनि नुहाएर अनि दर्शन गर्ने रहेछ क्या भगवानजीको होइन अनि यो जुनको महिना गर्मी छुट्टीमा गएको अनि यहाँ गरिसुन गएको त पानी त यति चिसो नि त्यो टाउकोमा टवेल राखेर नुहाउँदा पनि नि टाउको त झर्ला जस्तै भएको थियो चिसोले क्या त्यति चिसो पानी त्यहाँ जाडो हुँदो रहेछ जतिखेर पनि है अनि हामी दिदीबहिनी गएको थियौँ घुम्यौँ ओर्यौँ हुन्छ नि छोराछोरीलाई पनि लिएर गएको थियौँ सबजना रमाइलो भयो जे होस् नसोचेको ठाउँमा गइयो हुन्छ नि आफ्नो देश आफ्नो ठाउँ अब आफ्नो नेपालमा यस्तो ठाउँ होला भनेर सोचेको पनि थिएन क्या यति विकट ठाउँहरूमा यति राम्रो मन्दिर छ हुन्छ नि मान्छे कति छन् धर्म दर्शन गर्न जानेहरू है कहाँ कहाँ कुन कुन देशबाट आएको मान्छेहरू छन् त कति धेरै अनि मेरो युट्युब च्यानल मैले भर्खर नयाँ खोलिरहेको छु यसमा सब्सक्राइब गरिदिनु है सब्सक्राइब लाइक गरिदिनु होला म अरू पनि हाल्छु नि त अरू पनि हेर्छु थुप्रै छ मसित भिडियोहरू म हाल्छु है राम्रोसँग सब्सक्राइब गरिदिनु होला ल थ्याङ्क यू so much